गाउँको बाटो सहर जस्तो सहज छैन। भौतिक सुविधा पनि सबै ठाउँमा पुगेको छैन। तर यही गाउँमा एउटा यस्तो विद्यालय छ जहाँ कक्षा 12 सम्म शिक्षा लिन सकिन्छ। आज हामी पुगेका छौँ शुक्ला गण्डकी नगरपालिका 12 ढोरलामा गाउँमा रहेको श्री जनप्रेमी माध्यमिक विद्यालयमा। गुरुङ समुदायको बसोबास रहेको यस गाउँमा शिक्षाको ज्योति बाल्दै आएको यो विद्यालय आज गाउँको एउटा महत्त्वपूर्ण पहिचान बनेको छ। अझै यता बटडाँडादेखि लिएर यो सबै लगभग हाम्रो स्कुलमा विद्यार्थीहरू 1 घन्टासम्म हिँडेर आउने विद्यार्थीहरू पनि छन्। यतापट्टि रातमाटाबाट आउँछन् 10 क्लासमा 2 जना विद्यार्थीहरू, तिनीहरूलाई चाहिँ लगभग 1.5 घन्टा लाग्छ कि त्यहाँबाट यहाँ आउन। ठ्याक्कै रातमाटाको स्कुलकै नजिकबाट यहाँ सिधिने विद्यार्थी। अहिले चाहिँ अब जिप चलेपछि अलिक सहज भएको छ, तिनीहरू जिपमा आउन जाने गरे। विक्रम सम्वत 2008 सालमा स्थापना भएको श्री जनप्रेमी माध्यमिक विद्यालय आजसम्म आइपुग्दा लामो यात्रा तय गरिसकेको छ। एक समय यस्तो थियो, न पर्याप्त कक्षा कोठा थिए, न पर्याप्त शिक्षक, न आज जस्तो शैक्षिक सुविधा। तर समयसँगै विद्यालयले पनि परिवर्तन हुँदै गयो। आज यही विद्यालयमा कक्षा 12 सम्म पढाइ सञ्चालन भइरहेको छ। नमस्कार, मेरो नाम प्रकाश राईबाट। म यस जनप्रेमी माध्यमिक विद्यालयको प्रधानाध्यापक र यो हाम्रो जनप्रेमी माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 12 मा विक्रम सम्वत 2008 सालमा स्थापना भएर आजसम्म चलिरहेको छ। र अहिले हाम्रो विद्यालयमा करिब 120 जना जति विद्यार्थीहरू अध्ययनरत हुनुहुन्छ र हामी भौगोलिक रूपमा थोरै शुक्ला गण्डकीको नगरपालिकाका वडाहरू मध्येमा थोरै अलिकति केही टाढा रहेको विद्यालय भए तापनि हामीले यस विद्यालयमा भएका स्रोत साधन लगायत सबै कुराहरूलाई सकेसम्म प्रभावकारी रूपले व्यवस्थापन गर्दै यहाँका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिनको लागि हामी एकदमै प्रयासरत छौँ। र अहिले हाम्रो विद्यालयमा 1 देखि ECD देखि 12 सम्म कक्षाहरू चलिरहेको छ र हाम्रो विद्यालयमा अहिले विज्ञान ल्याब, लाइब्रेरी, कम्प्युटर कक्ष लगायतका सुविधाहरू रहेको छ। यसै गरी खानेपानी र हामीले दिवा खाजा खाने कक्षा 1 देखि 5 ECD देखि 5 सम्मका विद्यार्थीहरूलाई दिवा खाजा पनि विद्यालयमै पकाएर यहीँबाट खुवाउने व्यवस्था गरेका छौँ। र शौचालय पनि हामीले मध्यम अब उत्कृष्ट त नभए तापनि हाम्रो जो ठिकै खालको शौचालयको व्यवस्था पनि रहेको छ र राम्रो चौर वरिपरि बगैँचाहरू र यहाँबाट धेरै वरिपरि राम्रो ठाउँ देखिने भएको हुनाले, शान्त ठाउँ भएको हुनाले यहाँ चाहिँ पढ्नको लागि निकै नै राम्रो वातावरण भएको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र कम्प्युटर ल्याब, साइन्स ल्याब लगायतका कुराहरूमा हाम्रो विद्यालयमा त्यो व्यवस्थाहरू भए तापनि यसमा केही कुराहरू चाहिँ अझै हामीले सुधार गर्नुपर्ने देखिएको छ। र विशेष अब कम्प्युटर ल्याबमा हामीसँग 8-9 वटा कम्प्युटरहरू अहिले तत्कालीन रूपमा चलिरहेकै छन् भने केही कम्प्युटरहरू चाहिँ मर्मत गर्नुपर्ने आवश्यकता रहेको छ। ल्याबमा यसरी पुस्तकालयमा हामीसँग किताबहरू प्रशस्त मात्रामा छन्। त्यहाँ हामीले बच्चाहरू 1 देखि 5 सम्मको विद्यार्थीलाई छुट्टै तरिकाले पढ्नको लागि छुट्याइदिएका छौँ भने त्योभन्दा माथिको विद्यार्थीहरूलाई पनि फरक तरिकाले पढ्न मिल्ने गरी किताबहरूलाई छुट्याएर लाइब्रेरीमा व्यवस्थापन गरिएको छ। र साइन्स ल्याबमा पनि हामीले सम्भव भएका एक्सपेरिमेन्टहरूलाई क्लास नै साइन्स ल्याबमै हुने गरी पनि विद्यार्थीहरूलाई नै बढी एक्टिभ गराएर हामीले साइन्स ल्याबमा पनि एक्सपेरिमेन्टहरू गराइरहेका छौँ। त्यो लगायत हाम्रो विद्यालयमा खाली कक्षाहरू हुँदा पनि साथीहरू गएर खाली कक्षाहरूलाई व्यवस्थापन गर्नुहुन्छ। र अब हाम्रो विद्यालयमा अहिलेलाई यो शुक्ला यस विद्यालयमा मात्र नभई 12 नम्बर वडामा नै अलि यो खानेपानीको अलि बढी आवश्यकताको महसुस गरिँदै आएको छ। अलि अभावै छ। 2-4 दिन लाइन नआउने बित्तिकै यहाँबाट हाम्रो लाइनबाट तान्नुपर्ने भएको हुनाले पानीकै अलिकति अभाव हुन्छ। त्यसको लागि चाहिँ अब तत्कालीन रूपमा यो वर्षमा चाहिँ हामीले यो खानेपानीको लागि अलि दीर्घकालीन रूपमा त्यसको व्यवस्थापनको लागि नगरपालिका तथा वडामा समन्वय गर्ने भन्ने योजना पनि बनाइरहेका छौँ। यसै गरी विशेष गरी यो ICTमा अब केही प्रोजेक्टर, केही थान प्रोजेक्टर र ल्यापटप र कम्प्युटर भए तापनि विद्यार्थीहरूलाई त्यो सबै चिज पहुँच नपुगेको हुनाले त्यसमा केही सङ्ख्या थप गर्न सकिन्छ अथवा 1-2 वटा स्मार्ट बोर्डहरू ल्याएर हामीले अलिकति ICTमय तरिकाले विद्यार्थीहरूलाई अध्यापन गराउन सकिन्छ कि भन्ने योजनामा पनि छौँ। त्यो लगायत अब अरू समसामयिक विद्यार्थीहरूको शैक्षिक
अनि विद्यार्थीहरूको अरू कुराहरूमा सामाजिक मानसिक विकासहरूमा हामीले अरू विद्यालयबाट गर्न सकिने कुराहरूलाई चाहिँ अभिभावकसँग विद्यार्थी भाइ बहिनीहरूसँग लगायत हाम्रो शिक्षक साथीहरूसँग निरन्तर रूपमा छलफल गर्दै विद्यालयलाई अगाडि बढाइरहेका छौँ। कुनै पनि पुरुष र स्त्री भविष्यमा बाबु र आमा बन्न सक्ने वा नसक्ने कुरा उनीहरूमा रहेको सन्तान जन्माउन सक्ने शारीरिक क्षमतामा। साइन्स ल्याब पनि त्यतै छ। अब उतापट्टि लाइब्रेरी पनि त्यही नै रह्यो। एउटा टोयलेट चाहिँ यतापट्टिको विद्यार्थीलाई सहज होस् भनेर एउटा टोयलेट यतापट्टि छ अनि एउटा टोयलेट यता छेउमा पनि छ क्या। त्यो भएपछि उताको विद्यार्थीहरूलाई उतै सहज हुने भयो, यताको विद्यार्थीहरूलाई यतै सहज हुने भयो। यो चाहिँ हाम्रो क्लास 11 मा अहिले हामीसँग 16 जना विद्यार्थीहरू हुनुहुन्छ। क्लास 11 हो। पहिला उतापट्टि राखेको थियौँ, उतापट्टि विद्यार्थी सङ्ख्या अलिक धेरै भयो, टाइट भएर अनि यता सार्यौँ। यो चाहिँ हाम्रो क्लास 10 क्लास 10 को विद्यार्थीहरू। क्लास 10 मा हामीसँग अहिले 11 जना विद्यार्थीहरू यो वर्ष यहाँ सिदिँदै हुनुहुन्छ। क्लास 9 हो यो। क्लास 9 मा 12 जना विद्यार्थी 12 जना छन्। यतापट्टि 8 भइहाल्यो यो। 8 क्लासको चाहिँ लाइब्रेरी गएको छन् होला यिनीहरू चाहिँ। हाम्रो चाहिँ महिना के अरे हप्ताको एक दिन चाहिँ लाइब्रेरी, एक दिन कम्प्युटर चाहिँ सबै क्लासको सबै जानुपर्छ कि जाने सिस्टम नै रुटिन नै त्यस्तो खालको छ। यो हाम्रो क्लास 7 भयो। यो चाहिँ हाम्रो क्लास 6 हो। यतापट्टि टोयलेटहरू भयो। अब बाइक साइक पार्किङ गर्नलाई यतापट्टि ल्याइन्छ। यो यतापट्टि यो गेट चाहिँ प्रायः खोलिँदैन। अब अहिले चाहिँ बर्खाको टाइममा विद्यार्थीहरू यहाँबाट उता जाँदाखेरि पनि अलिकति पानीले रुच्ने अनि भएर यता पनि नत्र हामीले त्यही गेट मात्रै खोल्थ्यौँ क्या पहिला चाहिँ। यस्तो खालको छ के अरे। अब ठिक छ, यताबाट यो साँखेको साइड यता पुरै साँखे रायपुर देखिन्छ यतापट्टिबाट। अब यता पछाडिपट्टि कास्कीको ठाउँ कास्की भइहाल्यो। अब यता हाम्रो यताबाट घडेरी बाबिया डाँडा होइन त्यतातिर जान मिल्छ। अझ यता बटडाँडादेखि लिएर यो सबै लगभग हाम्रो स्कुलमा विद्यार्थीहरू 1 घन्टासम्म हिँडेर आउने विद्यार्थीहरू पनि छन्। अब यतापट्टिबाट रातमाटाबाट आउँछन् 10 क्लासमा 2 जना विद्यार्थीहरू। तिनीहरूलाई चाहिँ लगभग 1.5 घन्टा लाग्छ कि त्यहाँबाट यहाँ आउन। ठ्याक्कै रातमाटाको स्कुलकै नजिकबाट यहाँ सिदिने विद्यार्थी। अहिले चाहिँ अब जिप चलेपछि अलिक सहज भएको छ, तिनीहरू जिपमा आउनु जाने गरे। स्कुलको बस आवश्यक भन्दा विद्यार्थीहरूलाई बस भए सहज त हुन्थ्यो। तर यो हाम्रो विद्यार्थीहरू कस्तो भन्दा अब यतापट्टि केही विद्यार्थी, यता केही विद्यार्थी अलिक छरिएको छ क्या। विद्यार्थी थोरै अलिक बढी भएको भएर बस भएर मात्रै पनि त्यति सहज नहोला जस्तो कि। अब विद्यार्थी सङ्ख्या पनि कम अनि विद्यार्थीहरूको त्यो भौगोलिक रूपमा पनि एउटै रुटमा मिल्दैन क्या। यताबाट आयो यहाँ आयो, फेरि उता गयो यहाँ आयो, फेरि यता गयो यहाँ आयो गरेर त्यसरी हिँड्नुपर्ने भएर अलिक बस चाहिँ अब हामीले अब सोच्न त अब सरसल्लाह त गर्दैछौँ, तर त्यसलाई आधिकारिक रूपमा हामी अगाडि चाहिँ बढाएको छैनौँ अहिले बसको लागि चाहिँ। अनि सबभन्दा टाढा भनेको रातमाटाबाट आउँछ। रातमाटाबाट अब यता बटडाँडाबाट आउनेलाई पनि लगभग 40-45 मिनट लाग्छ। केही विद्यार्थीहरू स्याङ्जाको मोरियाबाट अब सानो क्लासमा त आउँदैन, ठुलो 11 मा चाहिँ मोरियातिरबाट पनि आउनुहुन्छ कि विद्यार्थी। बिहानमा चाहिँ बिहानीको क्लास मात्रै हुन्छ कि यो दिउँसोको पनि? बिहानमा अहिले त हामीले एक्स्ट्रा क्लासहरू केही सुरु गरिसकेका छैनौँ। त्यो हिसाबले 10 बजे पौने 10 बजेसम्म विद्यार्थीहरू विद्यालयमा इन्ट्री गरिसक्नुहुन्छ। बेलुका चाहिँ ठ्याक्कै 4 बजे नै हाम्रो चाहिँ 11-12 को चाहिँ कस्तो छ? त्यही हो, 11-12 को चाहिँ 3:15 बजे सकिन्छ उहाँहरूको क्लास। सुरु चाहिँ 10 बजे नै हुन्छ, सकिने चाहिँ लास्ट पिरियड 6 पिरियड मात्रै हुन्छ उहाँहरूको। के छ नि 11-12 मा चाहिँ सब्जेक्ट? हाम्रोमा एजुकेसन स्ट्रिमबाट मेजर इङ्ग्लिस र नेपाली लिन मिल्ने खालको छ, त्यो मात्रै छ। अनि 11-12 मा चाहिँ कति टाढाबाट आउनुहुन्छ? 11-12 मा छन् यता प्युरी दोबान, मैले भने चाहिँ मोरियातिरबाट, बटडाँडातिरबाट टाढाबाटै छन्। अब त्यही नै हो। हामीलाई लाग्यो विकास भनेको सहरका ठुला भवन मात्र होइन रहेछ। गाउँको बाटो अझै सहज बन्न बाँकी होला।
सबै सुविधा अझै पूर्ण रूपमा पुगेका नहोलान्, तर जब गाउँमै आफ्ना छोराछोरीले कक्षा 12सम्म पढ्न पाउँछन्, त्यो गाउँको भविष्यप्रतिको आशा हो। शुक्ला गण्डकी 12को ढोरलामा गाउँमा रहेको जनप्रेमी माध्यमिक विद्यालय त्यही आशाको एउटा उदाहरण हो। कहिल्यै अभावसँग सङ्घर्ष गरेको विद्यालय आज आफ्नै गाउँमा विद्यार्थीको भविष्य निर्माण गरिरहेको छ। सायद यही कारणले होला आज हामीलाई महसुस भयो, शिक्षाको राम्रो आधार गाउँमै बन्न थालेपछि सहर झर्नुपर्ने बाध्यता पनि बिस्तारै घट्दो रहेछ। यो थियो शुक्ला गण्डकी 12 ढोरलामा गाउँबाटको कथा यात्रा।